कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठक बसेको थियो। त्यो बैठकले हामीसँग 5 वटा एजेन्डाहरू थियो। त्यो बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने उद्देश्यका साथ यहाँहरूलाई आज म सरकारको प्रवक्ताको हिसाबले यस कृषि मन्त्रालयको हलमा हार्दिक स्वागत गर्न चाहन्छु। हिजो हामीले 5 वटा निर्णय गरेको छ मन्त्री परिषदको कार्यालयले। एउटा गैर सरकारी संस्थाको अभिलेख र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जसले यस प्रदेशमा कार्यरत जे जति गैर सरकारी संस्थाहरू छन् तिनीहरूलाई व्यवस्थित गर्ने र तिनीहरूको सम्पूर्ण कामहरूलाई सरकारसँग सजिलोसँग यिनीहरूलाई काम गर्न सजिलो होस् भनेर एउटा विधेयक हामीले पेश गरेका छौँ मन्त्री परिषदको बैठकमा, जसलाई हामीले प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गर्यौं। त्यस्तै आम सञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि मन्त्री परिषदको बैठकमा पेश भएको छ र त्यसलाई पनि प्रशासन तथा विधेयक समितिमा पठाएर अझ राम्रोसँग परिमार्जन गर्ने अनि त्यसपछि प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ। अनि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको यो मनसुनजन्य विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2077 र आगलागीजन्य विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि 2078 बमोजिम कर्णाली प्रदेश सरकारको 30% लागत साझेदारीको रकम प्रदेश विपद व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने र प्रदेश विपद व्यवस्थापन कोषका लागि रकम रु 7,92,40,00,000 रुपियाँ चाहिँ आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उपलब्ध गराउने निर्णय भएको छ, जसमा यो हाम्रो जुम्ला जिल्लामा चाहिँ 2,32,85,000, कालीकोट जिल्लामा 2,94,50,000, रुकुम पश्चिममा 2,45,10,000, जाजरकोट जिल्लामा 6,95,000, सल्यानमा 36 लाख, मुगुमा 39 लाख। त्यसमा जिल्लामा नै मौजदात रकम भएको हुनाले हामीले यहाँबाट त्यो उपलब्ध गराउन परेन। यसरी टोटल माग भई आएको चाहिँ 9,85,80,000 थियो, जसमा चाहिँ जिल्लामा मौजदात रहेको 1,93,40,00,000 घटाउँदाखेरि अहिले सरकारले 7,92,40,00,000 चाहिँ निकासा गर्ने निर्णय गरेको छ। यसमा चाहिँ यो 882 वटा लाभग्राही छन् र यी लाभग्राहीहरूलाई यो रकम उपलब्ध गराइनेछ र त्यसमा यहाँहरूलाई हामीले यसको स्पष्ट एउटा खाका पनि उपलब्ध गराएका छौँ। त्यसमा यहाँहरूले हेर्न सक्नुहुनेछ भन्ने कुरा म यहाँ आग्रह गर्न चाहन्छु। चौथो निर्णय चाहिँ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट पेश गरेको जुन यो निर्णय भएको छ। हाम्रो प्रदेशमा एउटा उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम रिजिलेन्ट हाई भ्यालु एग्रिकल्चरल प्रोग्राम RSVAP भन्ने प्रोजेक्ट चाहिँ नै लागू भएको छ। त्यो
प्रदेश सरकारबाट नै कर्मचारीहरू खटाएर अस्थायी रूपमा त्यसलाई सञ्चालन गर्ने रहेको छ। पहिला यस किसिमका प्रोजेक्टहरू सञ्चालन गर्दाखेरि माथिबाट नै कर्मचारीहरू खटाउने व्यवस्था थियो भने अहिले सम्पूर्ण नेतृत्व जो छ यो कृषि मन्त्रालयको नै प्रदेश सरकारको नै रहने भएको हुनाले यो चाहिँ हामीले यो प्रोजेक्ट पनि यसको दरबन्दी संगठन संरचना र दरबन्दी स्वीकृति गरेका छौँ अस्थायी। त्यसमा हाम्रो मन्त्रालयबाट 18 जना कर्मचारीहरू खटिनुहुन्छ र यसका एउटा प्रदेश स्तरीय कार्यालय सुर्खेतमा रहन्छ र कोरिडोर कार्यालयको रूपमा एउटा जाजरकोट र अर्को जुम्लामा रहन्छ र यसले यो टोटल 120.97 मिलियन डलरको प्रोजेक्ट हो जो चाहिँ 3वटा प्रदेशमा लागू हुन्छ र यसले टोटल 60,000 घरधुरीलाई चाहिँ लाभ दिलाउने यसको उद्देश्य रहेको छ, जसमध्ये 30,000 चाहिँ 30,000 घरधुरी चाहिने कर्णाली प्रदेशको र अरू बाँकी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको रहेको छ। यो प्रोजेक्ट लागू भइसकेपछि हामी कृषि क्षेत्रमा अलिकति राम्रो हुन सक्छ भन्ने कुरो अपेक्षा गरेका स्थिति छ। विकास मन्त्रालयले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जो विधेयक समितिमा थियो त्यसले परिमार्जन गरेर अब हामी यसलाई प्रदेश सभामा चाहिँ पेश गर्ने निर्णय गरेका छौँ। यी 5वटा निर्णय हिजोको मन्त्री परिषदको बैठकले गरेको कुरा